अर्को केटासँग रमाउने भोलि अर्को केटासँग रमाउने किरो नि म बस्नु त एकछिन अनि तपाईँ त्यो उता घर जान्छु भन्दै होटेलमा बसेको उहाँसँग हो यहाँ भिडियो छ तिमीलाई मैले अहिले यस्तो घटनाहरू धेरै ठाउँमा घटेका छन् क्या धेरै ठाउँमा स्पेसली नेपालमा क्या हाम्रो देशमा यस्तो घटना धेरै घटेको छ क्या साँच्चै भन्दाखेरि हात्ती अहिले भाँचिदिन्छु म अहिले किन पाउँदैन मैले तिम्रो लागि कति लडे हो थाहा छ कि छैन त्यो कथा कहानी मलाई मार्न लागे दाजु म ऊ कौशीदेखि हाम फाल्छु भनेको कि होइन आची छोड 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 आची अझै बसेर कुरा होइन नाची मसँग मैले बोलाएको मान्छे तपाईँ सुन्नु न तपाईँ कुरा सुन्नु तपाईँको नि मैले तिमीलाई पालेर उताको हो आफैले टोक्न खोज्छौ गल्ती कुन गरेको अर्काको बुढी अर्काको बुढासित लाग्ने एउटाको बुढी अर्काको बुढासित लाग्ने बहुत भएको छ कि नेपालमा साँच्ची भन्दाखेरि मसँग रेकर्ड भोइस रेकर्ड तपाईँहरूले नभन फेरि दिँदैछु म सुन्नु नगर्नु त्यो तपाईँहरू नभन प्रमाणित मैले केही गल्ती कमी कमजोरी तपाईँमाथि छ भने अहिले देखाउनुहोस् मेरो नामबाट तपाईँलाई चाहिँ के सोध्न चाहिरहेको थियो त्यतिखेर भने म विदेशमा छु होइन हामीहरू दुईजना बोले हौ त्यस्तो बेजत भइरहेछ त्यस्तो नहोस् होइन म जान्दिनँ त्यस्तो कुरा विदेशमै हुनुहुन्थ्यो म नि विदेशमा म आएको 2 महिना त भयो पहिले नै यिनीहरूको चक्कर हो कसैको बुढा परदेशमा यति धेरै हार्डवर्क गरे हुन्छ क्या दिन रात नभने एक एक दराम जोडिएर आफ्नो घर फ्यामिली बच्चा भन्न सोचेर बसिहाल्छ क्या बुढीहरूले उता मस्त अर्कैलाई उडाइदिएर आउँछ क्या धेरै छ यस्तो घटनाहरू नेपालमा त्यही प्युठानमा पनि घटना भएको थियो नि त बुढो विदेश बुढी चाहिँ अर्कैसित लत्त उठेर हिँड्दैछ क्या बुढो आएर काटिदिएको घटना देख्नु भएको थियो होला नि सबैले साँच्ची भन्दाखेरि दिस इज नट अ गुड क्या सबै नारीले बुझ्नुपर्ने कुरा हो क्या यो चिज भनेको लिएर स्कुटी किन्छु भनेको पैसा खोइ कहाँ दिएको छ मलाई 2,70,000 कहाँ दिएको छ 2,70,000 बिल लिएर आएको छ बकाइदासँग बिल बिल छ मलाई दिएको छैन 2,70,000 कहाँ दिएको छ झुटो नबोल हेर्नुहोस् भाइ मलाई यहीँ मार 2,70,000 मैले पैसा कति मैले सम्बन्धी निकालेर बाबुआमालाई कति खान्छ नि 5 मिनटको मजाले 9 महिनाको सल्छ अन्त एउटा सानो गल्तीले गर्दा आफूसित भएको राम्रो बुढाहरू बच्चाहरू किन बिगार्नुहुन्छ त वाइ किन कसको लागि यु जस्ट वान्ट टु जस्ट स्लिप फर द 5 मिनट 10 मिनट्स त्यसैको लागि नो हेर्नुहोस् लाइफमा हरेक मौकाहरू सुधार्ने मिल्छ क्या तर यस्तो चिजहरू नो क्या नोबडी क्यान एक्सेप्टेड फर यु त्यसपछि प्लिज आफ्नो गल्तीहरूलाई सुधार्नुहोस् हो थाहा छ कि छैन त्यो कथा कहानी मलाई मार्न लागे दाजु म ऊ कौशीदेखि हाम फाल्छु भनेको कि होइन आची छोड 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 आची अझै बसेर कुरा होइन नाची मसँग मैले बोलाएको मान्छे तपाईँ सुन्नु न तपाईँ कुरा सुन्नु